नमस्कार। म अहिले भोजपुरमा छु र निर्वाचनको माहौल छ। 2082 फागुन 21 गते निर्वाचन हुने भए पछाडि अहिले गाउँ गाउँमा चुनावी बहसहरू छ। 2015 सालमा यहाँ नेपाली काङ्ग्रेसले क्लिन स्विपै गरेको थियो। त्यो बेला तत्कालीन रूपमा भोजपुरमा 3वटा निर्वाचन क्षेत्र थियो र 3वटा निर्वाचन क्षेत्रमा खड्गबहादुर कार्की, भूदेव राई र देवान सिंह राईले नेपाली काङ्ग्रेसबाट विजय हासिल गरेका थिए र दोस्रो पटक निर्वाचन भयो 2048 सालमा। 2048 सालमा भने नेकपा एमाले फेरि भोजपुरमा क्लिन स्विपै गर्यो 3वटा निर्वाचन क्षेत्रमा। यहाँ नरेन्द्र बस्नेत, हेमराज राई र धनहर्क राईले 3 निर्वाचन क्षेत्रमा नेकपा एमालेको तर्फबाट विजय हासिल गरेका थिए। त्यस पश्चात भोजपुरमा 2051 सालमा निर्वाचन हुँदाखेरि 2वटा निर्वाचन क्षेत्र थियो। त्यो निर्वाचनमा हेमराज राई र धनहर्क राईले विजय हासिल गरेका थिए। त्यो बेला 2वटा निर्वाचन क्षेत्र थियो। त्यसपछि 2056 सालमा पनि नेकपा एमाले नै क्लिन स्विप गर्यो। त्यो बेला घनेन्द्र बस्नेत र अहिले तत्कालीन रूपमा अहिले पनि उम्मेदवार हुनुहुन्छ नेकपा एमालेका शेरधन राईले पहिलो पटक निर्वाचनमा सहभागिता जनाएर विजय हासिल गर्नुभएको थियो। त्यस्तै गरी 2064 सालको निर्वाचन तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आइसकेपछि चुनावी प्रक्रियामा गएको थियो र त्यो बेला नेकपा माओवादीको तर्फबाट भोजपुरमा क्लिन स्विपै भएको थियो। निर्वाचन क्षेत्र 1बाट पदम राई र निर्वाचन क्षेत्र 2बाट सुदन किराती निर्वाचित भएका थिए। त्यस लगत्तै 2070 सालमा पहिलो संविधान सभाले संविधान निर्माण गर्न नसकेपछि 2070 सालमा पहिलो संविधान सभा 2069 सालमा विघटन भयो र 2070 सालमा दोस्रो संविधान सभाको निर्वाचन भयो। त्यो बेला भने पुनः नेकपा एमाले आफ्नो विरासत फर्काएको थियो। तत्कालीन क्षेत्र नम्बर 1बाट कृपासुर शेर्पा र क्षेत्र नम्बर 2बाट शेरधन राई निर्वाचित भएका थिए। 2074 मा भएको प्रदेश र सङ्घको निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमाले कार्यगत एकता गर्दै दुवै क्षेत्रमा सङ्घमा नेकपा माओवादीको तर्फबाट सुदन किराती र प्रदेशमा भने 1बाट राजेन्द्र राई र 2बाट शेरधन राई निर्वाचित भएका थिए। संयोगै भन्नुपर्छ त्यो 1 र 2बाट नेकपा एमालेका जो निर्वाचित भएका थिए तत्कालीन रूपमा राजेन्द्र कुमार राई 1बाट र 2बाट शेरधन राई दुवैजनाले सोही कार्यकालमा मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरे। परिवेश फेरियो 2079 सालमा आइसके पछाडि भने चाहिँ फेरि एकपल्ट त्यहाँ लोकतान्त्रिक गठबन्धन भनेर नेपाली काङ्ग्रेससँग गठबन्धन गर्दै यहाँ निर्वाचन भयो र त्यो निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट सुदन किरातीले सङ्घ प्रतिनिधि सभातर्फ निर्वाचित भयो भने नेकपा जो त्यो बेला लोकतान्त्रिक गठबन्धन बनेको थियो लोकतान्त्रिक गठबन्धनको तर्फबाट तत्कालीन नेकपा एकीकृतका राजेन्द्र कुमार राईले क्षेत्र नम्बर 1बाट प्रदेशतर्फ र 2मा नेपाली काङ्ग्रेसका तर्फबाट विनोद बान्तावाले निर्वाचित भएका थिए। नेपाली काङ्ग्रेस 2015 सालपछि पहिलो पटक भोजपुरमा प्रदेशतर्फ निर्वाचित भएको इतिहास त्यहाँ पनि देखिन्छ र अहिले जुन यो परिस्थिति पछिल्लो परिस्थिति मार्फत यो एउटा निर्वाचनको माहौलमा देश गइरहेको छ। यो परिस्थितिमा अहिले नयाँको एउटा उभार पनि छ। त्यो सँगसँगै पुराना दलहरू गठबन्धन बेगर नै निर्वाचनको माहौलमा उत्रिएको छ र यो परिस्थिति हेर्दाखेरि अहिले नेकपा एमालेका शेरधन राई त्यस्तै गरेर नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट अजम्बर काङमाङ राई र नेपाली काङ्ग्रेसका तर्फबाट बालकृष्ण थापा चुनावी मैदानमा छन् भने नयाँ अन्य अनुहारहरू पनि छन्। जस्तै श्रम संस्कृति पार्टीका तर्फबाट ध्रुवराज राई र यस्तै अन्य उम्मेदवारहरू छन्। मूलतः नयाँ देखिएका अनुहार मध्येबाट श्रम संस्कृति पार्टी र पुरानै 3वटा दलबीच प्रतिस्पर्धा हुने देखिएको छ।